भारत नेपाल सीमामा एउटा सानो नियमले ठूलो तरङ्ग ल्याएको छ। यो नियम हो 100 रुपैयाँको। सुन्दा सामान्य लागे पनि यसले लाखौं मानिसको दैनिक जीवनमा सिधै असर गरिरहेको छ। आज हामी यही 100 रुपैयाँको नियमको बारेमा अलि गहिरिएर कुरा गर्नेछौँ। हो, सबैभन्दा ठूलो प्रश्न नै यही हो कि अब सीमा पारी गएर सानोतिनो 100 रुपैयाँको सामान किन्दा पनि त्यो महँगो पर्ने भयो त? एउटा सामान्य खरिदले कसरी मान्छेको बजेट नै हल्लाउन सक्छ? ल अब यसको वास्तविकता के हो त्यो बुझौँ न त। आजको हाम्रो छलफलमा हामी सबैभन्दा पहिले यो नयाँ 100 रुपैयाँको नियम के हो भनेर बुझ्नेछौँ। त्यसपछि सरकारले यस्तो किन गर्यो भन्ने तर्क हेर्नेछौँ। अनि यसले आम मानिसमा के असर पारिरहेको छ, गाडीहरूको लागि के नयाँ नियम आएका छन् र अन्त्यमा अब के होला भनेर पनि विचार गर्नेछौँ। ल अब सुरु गरौँ पहिलो विषयबाट। यो नयाँ 100 रुपैयाँको सीमा आखिर यो हो तरी के? नेपालको नयाँ भन्सार नीतिलाई अलिकति नजिकबाट हेरौँ। यो नियमलाई एकदमै सरल भाषामा बुझौँ है। यसको मतलब हो अब भारतबाट 100 रुपियाँभन्दा बढी मूल्यको कुनै पनि सामान नेपाल ल्याउँदा अनिवार्य भन्सार शुल्क तिर्नुपर्छ। पहिले यस्तो थिएन, अब त सानोभन्दा सानो किनमेल पनि यो नियमको दायरामा परेको छ। अब मनमा एउटा प्रश्न त अवश्य आउँछ, सरकारले आखिर यस्तो निर्णय किन गर्यो त? यसको पछाडि के तर्क छ? ल अब सरकारको आधिकारिक भनाइ के हो त्यो हेरौँ। सरकारको भनाइअनुसार यसका केही मुख्य उद्देश्यहरू छन्। एउटा त आफ्नै देशको उत्पादन र उद्योगलाई बढावा दिनु, ताकि मानिसहरूले नेपाली सामान नै धेरै किनुन्। अर्को कुरा भन्सार उठाएर देशको ढुकुटी बढाउनु, अनि सीमामा हुने चोरी निकासी मतलब अवैध व्यापारलाई पनि रोक्नु र समग्रमा देशको अर्थतन्त्रलाई नै बलियो बनाउने लक्ष्य राखेको देखिन्छ। ल, सरकारको उद्देश्य त एकातिर भयो। कागजमा हेर्दा त यी सबै कुरा राम्रै सुनिन्छ। तर वास्तविकता के छ त? सीमामा बस्ने आम मानिसहरूको जीवनमा यसले कस्तो असर पारिरहेको छ, अब त्यो पाटो हेरौँ। सीमा क्षेत्रमा बस्ने मानिसहरूको लागि भारतीय बजारमा निर्भर हुनु नौलो कुरा होइन, यो त वर्षौंदेखिको चलन हो। किनभने दाल, चामल, तेल, चिनी जस्ता हरेक दिन चाहिने कुराहरूदेखि लिएर बिरामी पर्दा चाहिने औषधि समेत उता सस्तो र सजिलै पाइन्छ। यही कारणले उनीहरूको भान्सा भारतीय बजारसँग जोडिएको थियो। अब हेर्नुहोस् त, यो नयाँ नियमले के गर्यो? 100 रुपियाँभन्दा बढीको सामानमा 5% देखि 80%सम्म भन्सार लाग्ने। सोच्नुहोस् त, कुनै सामानको मूल्य झण्डै दोब्बर हुन सक्छ। यसको सिधा मतलब के हो भने अब सानोतिनो किनमेल पनि निकै महँगो पर्न थाल्यो, जसले घरको मासिक बजेटमा नै ठूलो धक्का दिएको छ। त्यहाँका स्थानीयहरूको चिन्ता पनि यही छ। एकजनाले भने जस्तै यसले त सस्तो सामान किनेर गुजारा गर्ने गरिबलाई मार्ने भयो। दिनको 200-300 कमाउने मजदुरले अब कसरी छाक टार्ने? उहाँको कुराले एकदमै मार्मिक अवस्था देखाउँछ। यो नियमको सबैभन्दा ठूलो मार दैनिक च्यालादारी गरेर पेट पाल्ने परिवारलाई नै परेको छ। कुरा यतिमा मात्रै सकिँदैन। यो नयाँ नियमको असर मानिसको किनमेलको झोलामा मात्र होइन, भारतबाट नेपाल आउने गाडीहरूमा पनि गरेको छ। सवारी साधनका लागि त झन कडा नियमहरू ल्याइएको छ। अब हेर्नुहोस्, कुनै पनि भारतीय नम्बर प्लेटको गाडी नेपाल छिर्दा हरेक दिन भन्सार शुल्क तिर्नुपर्छ। जस्तै मोटरसाइकल वा स्कुटरले दिनको 100 रुपियाँ तिर्नु पर्यो। अटो रिक्सा जस्ता 3 पाङ्ग्रे गाडीले 400 रुपियाँ, अनि कार, जीप वा भ्यान जस्ता गाडीले त दिनकै 600 रुपियाँ तिर्नुपर्ने नियम छ। अनि अर्को एउटा ठूलो नियम पनि छ। कुनै पनि विदेशी गाडीले एक आर्थिक वर्षमा मतलब 1 वर्षमा जम्मा 30 दिन मात्रै नेपालमा बस्न पाउँछ। यदि त्यो सीमा नाग्यो भने जरिवाना एकदमै चर्को छ। हरेक दिनको 2500सम्म तिर्नुपर्ने हुन सक्छ। यो त निकै ठूलो रकम हो। यो सबै हेर्दा एउटा द्वन्द्व देखिन्छ। एकातिर देशको अर्थतन्त्र सुधार्ने लक्ष्य छ, अर्कोतिर आम मानिसको पेट पाल्ने सङ्घर्ष। यी दुई बीच सन्तुलन कसरी मिलाउने? अबको बाटो के होला त? यो नीतिका दुईवटा पाटा प्रष्टै देखिन्छन्। एकातिर सरकारको राम्रो उद्देश्य छ, देशलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने। तर अर्कोतिर जमिनको वास्तविकता फरक छ, जहाँ आम मानिसलाई हरेक दिन बाँच्न झन्झन गाह्रो भइरहेको छ। हो, यही दुई कुरा बीच तालमेल मिलाउनु नै अहिलेको सबैभन्दा ठूलो चुनौती हो। र अन्त्यमा यो सबै कुराले हामीलाई एउटा गम्भीर प्रश्नको अगाडि ल्याएर छोडिदिन्छ। के समाजको सबैभन्दा कमजोर वर्गलाई थप भार नपारी देशलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन साँच्चै सम्भव छ?
सरकारको ठूलो लक्ष्य र जनताको सानो जीविका, यी दुई बीचको सन्तुलन कसरी मिल्ला? यो त अब आउने समयले नै बताउला।